प्रिन्सिपल अफ म्याथमेटिकल इन्डक्सनबाट हामीले यो 2 को सी डी र ई नम्बर क्वेसनहरू सल्भ गर्दैछौँ। यहाँभन्दा अगाडिको भिडियोहरूमा 2 को ए बी गरिएको छ र अन्य कन्सेप्ट पार्टहरू गरिसकेको छ। सबैभन्दा पहिला स्टेटमेन्टलाई पिएन भनेर सपोज गर्छौँ। लेट पिएन बी अ गिभन स्टेटमेन्ट भनेर सधैँ लेख्ने चलन छ। ए स्टेटमेन्टलाई जस्ताको तस्तै के गर्ने त हामीले यहाँ कपी गरेर पेस्ट गरिदिँदा भयो। र यस पछाडिको पार्टमा हामीले एलएचएस इक्वल टु आरएचएस भनेको यनको भ्यालु 1 राख्दाखेरि पुट यन इक्वल टु 1 यहाँ राख्यो भने एलएचएसमा कति आउँछ भनेर हेरौँ। एलएचएस इक्वल टु पी अफ 1 इक्वल टु पहिलो टर्म चाहिँ 4 नै छ र आरएचएसमा पिएन 2n n प्लस 1 भएको कारणले गर्दा यहाँ n को ठाउँमा 1 ल राखौँ त कति आउँछ 2 into 1 1 plus 1 2 into 2 4 आयो। यसरी एलएचएस इक्वल टु आरएचएस भएको कारणले गर्दाखेरि P1 is true भनेर भन्न मिल्यो। P1 ट्रू आइसकेपछि हामीले सपोज गर्छौँ। के सपोज गर्छौँ त भन्दाखेरि लेट पीके यही स्टेटमेन्टमा n को ठाउँमा के राख्छौँ 4 plus 8 plus 12 plus डट 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 हुँदै 4n छ नि त्यहाँ 4k राख्दियौँ इक्वल टु अब 2n को ठाउँमा k plus 1 यसरी राखौँ। इज ट्रू फर all k belongs to natural number भनेर यति चाहिँ राख्छौँ। यति कुरा राखिसकेपछि टु प्रुभ दैट वी हैव टु प्रुभ दैट के प्रुभ गर्नुपर्ने छ भन्दा pk plus 1 is also true। यो चाहिँ ट्रू गर्नुपर्ने छ। त्यसको निमित्त हामीलाई प्रुभ गर्नुपर्ने कुरालाई मैले यहाँ लेख्न थालेँ है त। प्रुभ गर्नुपर्ने कुरामा के छ त भन्दा हेरौँ त प्रुभ गर्नुपर्ने ठाउँमा p k को ठाउँमा k plus 1 राख्दिउँ है त। 4 plus 8 plus 12 हुँदै 4 k को ठाउँमा k plus 1 इक्वल टु प्रुभ गर्नुपर्ने हुन्छ 2 k को ठाउँमा k plus 1 र अर्को k को ठाउँमा k plus 1 आफ्नो plus 1 छँदैछ। यति चाहिँ प्रुभ गर्नुपर्ने रहेछ। यो चाहिँ मलाई प्रुभ गर्नुपर्ने भयो ल्याउनु पर्ने भयो। यसलाई मैले यतापट्टि साइडमा राखिदिन्छु र प्रुभ गर्नेतर्फ लाग्छु है त। ओके अब के गर्छु भन्दा त्यसको निमित्त त्यो प्रुभ गर्नुपर्ने कुराको निमित्त मैले यो जस्ताको तस्तै सार्छु एकचोटि फर दिस। फोर प्लस 8 प्लस 12 प्लस डट 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 हुँदै 4k सम्म सारेँ र उतापट्टिको 2k k plus 1 पनि सेम टु यो भर्खरै सपोज गरेको कुराको हेल्प लिनु पर्यो। अब यस पछाडि के गर्ने त भन्दाखेरि यो जहाँ 4k छ नि यसको 4 यतिकै सार्यो र k को ठाउँमा k plus 1 थपिदिने सधैँ र यतापट्टि एलएचएसमा मात्र थपेर भएन। अब जे मैले यहाँ थपेको छु यो अहिले थपेको कुरा के हो त भन्दाखेरि यो कुरा थपियो। यो कुरा जे कुरा थपिएको छ त्यो कुरालाई अब यतापट्टि थपेर ब्यालेन्स गर्नु पर्यो। कति थपिदिने भन्दाखेरि 4k plus 1 यो ब्यालेन्स भयो। ब्यालेन्स भइसकेपछि अब यतापट्टिको पार्टमा त मैले यसलाई त pk plus 1 लेख्न सकिहाल्ने भयो। लास्टमा गएर लेखौँला, घरिघरि लेखिरहनु पर्ने आवश्यकता भएन। किन भन्दा के हुँदाखेरि यहाँ 4k सम्म पुगिरहेछ भने k plus 1 हुँदाखेरि 4 को ठाउँमा 4k plus 1 पुगिरहेछ भने यहाँ pk plus 1 लेख्न मिल्ने भइहाल्यो। यसलाई इक्वल टु गरौँला अहिले। त्यहाँभन्दा पहिला यतापट्टिको मिलाउँ। यतापट्टिको मिलाएपछि मात्र लेख्छौँ है त। ल दुईटैबाट k plus 1 कमन आयो भने अगाडि 2k बाँकी र पछाडि 4 मात्र बाँकी। कुरा मिल्दै आयो त ल। k plus 1 यो 2 कमन लियो भने यहाँ k plus 2 भइदिन्छ। यस्तो भयो। अब 2 लाई बाहिर ल्याइदिएँ भने 2 k plus 1
के प्लस 2 मात्र बाँकी। अब मलाई मिलाउनु पर्ने के प्लस 1 त देखिनु पर्यो। 2k प्लस 1 के प्लस 2 लाई के प्लस 1 प्लस 1 लेख्न मिल्यो। सो हामीलाई प्रुभ गर्नुपर्ने कुरा आइसकेको छ। 2k प्लस 1 के प्लस 1 प्लस 1 आएको छ। अब यसलाई मैले कपी गरेर यसरी राखिदिन्छु। कुरा सक्यो। यसरी राख्न मिल्यो ल। अब हाम्रो कुरा प्रुभ भइसकेको छ। दिस सोज द्याट यो ल्याङ्ग्वेज चाहिँ लेख्न पाइयो। दिस सोज द्याट pk plus 1 is true when pk is true, hence by principle of mathematical induction given statement is true भएको छ। यसमा नो कन्फ्युजन है त। यही कुरा लाइन सार्दिए हुन्छ, जति गर्छुकै सेम नै हुन्छ। ओके ल, अब यो चाहिँ प्रुभ भयो र यसको कन्क्लुजन पनि भन्दिन्छु मैले। यसमा प्रिन्सिपल अफ म्याथमेटिकल इन्डक्सनमा गर्नुपर्ने कुरा के रहेछ भनेर एकचोटि फेरि रिभ्यू पनि गरौँ। पहिला गिभन स्टेटमेन्टलाई pn भनेर सपोज गर्ने, n को ठाउँमा 1 राखेर ट्रु देखाउने, pk चाहिँ ट्रु हुन्छ भनेर सपोज गर्ने, फर अल k बिलोङ्स टु नेचुरल नम्बरको लागि pk चाहिँ ट्रु हुन्छ भनेर सपोज गरे। त्यसपछि यसैको सहायता लिएर pk प्लस 1 पनि ट्रु हुन्छ भनेर भनिदिने। त्यसपछि कन्क्लुजनमा स्टेटमेन्ट चाहिँ ट्रु भयो भनेर भनिदिने। यति कुरा हो। ओके ल, अब हामी जान्छौँ अर्को क्वेसनमा। अर्को क्वेसन हामीसँग के थियो त हेरौँ त। डी नम्बरमा यो क्वेसन हो। यसलाई प्रिन्सिपल अफ म्याथमेटिकल इन्डक्सनले के गर्नुपर्ने छ, सल्भ गर्नुपर्ने छ। सबैभन्दा पहिला के गर्ने हो त, सपोज गर्ने। लेट pn सच द्याट गिभन स्टेटमेन्टलाई लिने। यहाँ ल्याएर राखौँ यसरी। यो राखिसकेपछि हामीले के गर्न सक्छौँ त भन्दाखेरि n को भ्यालु 1 राखेर पुट n इक्वल टु 1 राखौँ। यहाँ p1 हुन्छ। त्यसपछि 1 स्क्वायर सरी LHS तर्फ जाउँ। LHS मा p1 इक्वल टु 1 स्क्वायर इक्वल टु 1 आयो भने RHS मा 1 भनेको फर्स्ट टर्म मात्र लियो। n को भ्यालु 1 राख्दा फर्स्ट टर्मको मात्र सम लियो भनेको फर्स्ट टर्म भनेको 1 स्क्वायर छ, त्यही भएर 1 आयो। र RHS मा p1 ल राख्यो भने n को ठाउँमा 1 ल राख्ने हो। कहाँ ल राख्ने त भन्दा यसमा 1 2 इन्टु 1 माइनस 1 2 इन्टु 1 प्लस 1 बाई 3 हुन पुग्यो। यो भनेको 2 माइनस 1 भनेको 1 इन्टु 2 प्लस 1 भनेको 3 बाई 3, आखिरीमा 1 नै आयो। यहाँबाट के भन्न सक्छौँ, p1 इज ट्रु। प्रिन्सिपल अफ म्याथमेटिकल इन्डक्सनको पहिलो कन्डिसन सेटिस्फाई गरिसकेको छ। अब सपोज गर्ने n belongs to natural number n, then we have to show that भनेको यो pk is true for all natural number भनेको छ अनि pk कै फर्मेटमा लेख्दिउँ न यसरी। यसलाई सच द्याट गरेर 1 स्क्वायर 3 स्क्वायर 5 स्क्वायर गर्दै n को ठाउँमा 2k माइनस 1 को होल स्क्वायर र n को ठाउँमा k 2k माइनस 1 2k प्लस 1 बाई 3 is true for all natural number n भनेर भनौँ। यसपछि then we have to show that pk plus 1 is also true. For this यसको निमित्त हामीले यही कुराको हेल्प लिँदैछौँ। कुन भन्दा यति कुरा चाहिँ जस्ताको तस्तै सार्छौँ नै पहिला, यो पनि सार्छौँ। 1 स्क्वायर प्लस 3 स्क्वायर प्लस 5 स्क्वायर प्लस डट हुँदै 2k माइनस 1 को होल स्क्वायर हुन्छ र यतापट्टि k को ठाउँमा
र हामीले के नै लेख्छौँ अहिले एकछिनको लागि, केही भएन। यहाँनिर के 2k - 1 2k + 1/3 यो चाहिँ हामीले भर्खरै सपोज गरेको हो। अब यसमा चाहिँ मैले यता र उतापट्टि थप्दैछु। के थप्दैछु त हेरौँ त, यहाँनिर पनि थप्छु केही कुरा, यता जे थपेको छु उतापट्टि त्यही थप्नेवाला छु, जसले गर्दा ब्यालेन्स हुन्छ। त्यसको निमित्त मैले यही 2k - 1 को सहायता लिन्छु है त। 2 को 2 के को ठाउँमा k + 1 राखेँ र उतापट्टिको -1 यहीँ छँदैछ र यसको होल स्क्वायर आफ्नो छँदैछ। भनेपछि यहाँ मैले के को ठाउँमा k + 1 मात्र रिप्लेस गरेको हो, अरू केही गरेको छैन। यतापट्टि मात्र राखेर भने यो यतापट्टि पनि राख्नुपर्ने हुन्छ, यही कुरा मैले लेख्दैछु उतापट्टि पनि। तर यसलाई सजिलो बनाएर है त, मैले 2k + 2 - 1 गरेँ, 2k + 1 राखेँ हुँदो रहेछ। यति भनेको त यस्तो रहेछ, 2k + 1 रहेछ, स्क्वायर छँदैछ, त्यही भएर 2k + 1 को होल स्क्वायर यसरी टिपोट गरेँ है त। अब यसलाई अलि पछाडि लेखौँला, आरएचएसको मात्रा लिएर जान्छु। आरएचएसको मात्रा लिँदाखेरि मसँग भएको कमन पार्टलाई लिएँ। 2k + 1 दुईटैबाट कमन छ, र भित्र बाँकी रह्यो k 2k - 1/3 + 2k + 1 यति चाहिँ रह्यो। यसपछि मैले एलसिएम यताउति लिएर 2k + 1/3 र भित्र मल्टिप्लाई गरेर 3 एलसिएम आइसकेको छ है। 2k² - k र 3 ले उता मल्टिप्लाई गर्दा 6k + 1 लाई 3 ले 3 भइहाल्यो। अब थोरै मिलाइदिउँ, 2k + 1/3 इन्टु स्मल ब्राकेटमा लेखेँ सजिलो होला, 2k² + 5k + 3 भनेर यसरी लेख्दैछु। अब फ्याक्टर गर्न मिल्छ भने फ्याक्टर गरिहालौँ, नभए हेर्दै जाउँ के मिल्छ। 2k² + 5k लाई 2k + 3k लेख्न मिल्छ, यतापट्टि 3 छँदैछ। अब यसमा 2k + 1/3 2k कमन 1 + k + 1 3 कमन k + 1 बाँकी रह्यो कति, 2k + 1 k + 1 2k + 3/3 हाम्रो प्रुभ गर्नुपर्ने कुरा आइसके जस्तो छ है त। अब प्रुभ गर्नुपर्ने कुरामा के थियो भन्दा पहिला के थियो यहाँनिर भनेपछि त्यहाँ अब के राखेको कारणले k + 1 हुनुपर्छ, सो मिलिरहेको छ। हेरौँ, k + 1 लाई अगाडि राखेँ, त्यसपछि 2k + 1 को पालो, त्यस पछाडि 2k + 3 को पालो छ। ल हाम्रो पहिला सुरुमा फर्मुलामा के थियो, n 2n - 1 2n + 1 थियो, n 2n - 1 2n + 2 थियो कि 1 थियो, 2n + 1 रहेछ। ल यो दिएको स्टेटमेन्टमा यही तरिकाको हुनु पर्यो। अब हाम्रो ल k को ठाउँमा k + 1 राखेछ, अथवा n को ठाउँमा k + 1 राखेछ, सुरुको स्टेप मिल्यो। यो 2k + 3 लाई यस्तो गर्न मिल्ला कि नमिल्ला, 2k + 1 लाई नै गरौँ न, 2k + 1 - 1 गर्यो भने 2k + 1 नै आइदिन्छ। र यो 2k + 3 लाई हेरौँ, अब 2k + 1 + 1 राख्न मिल्यो, /3 क्लियर छ है त, कुनै नो कन्फ्युजन, नो डाउट। हेरौँ त, यो त सेम आयो। अनि त्यस पछाडिको पार्टमा
2k + 1 लाई 2k + 1 - 1 गर्न मिल्यो कि मिलेन 2k भयो यसले मल्टिप्लाई गर्दाखेरि अनि 2 - 1 गर्दा +1 आयो यहाँ पनि हेरौँ 2k को 2k 2 * 1 भनेको 2 प्लस बाहिरको 1 छ 2 + 1 3 सेम छ यहाँबाट हामीले क्लियरली भन्न सक्यौ कि यो 1 स्क्वायर 3 स्क्वायर 5 स्क्वायर therefore pk + 1 1 स्क्वायर 3 स्क्वायर 5 स्क्वायर हुँदै कहाँसम्म पुगेको छ 2k + 1 - 1 को होल स्क्वायर 2k + 1 - 1 को स्क्वायर स्क्वायर इक्वल टु स्टेटमेन्ट चाहिँ प्रुभ भएको छ है यहाँ के हुँदाखेरि यहाँ पनि के 2k - 1 2k + 1/3 क्वेसन जस्तो थियो त्यस्तै भन्यो अलरेडी थाहा हुन्छ हामीलाई के प्रुभ गर्नु भन्ने कुरा अब यो कन्क्लुजन चाहिँ लेख्नु पर्यो लास्टमा त्यति न कुरा हो त्यसलाई कपी गरौँ र यहाँनिर पेस्ट गर्छौँ कन्क्लुजन चाहिँ क्लियरली भएको छ pk + 1 इज अल्सो ट्रु कति बेला त भन्दाखेरि when pk is true hence by principle of mathematical inductions given statement is true भनेर यो कन्क्लुजन लेख्ने है त अब लास्ट क्वेसन गर्दैछु यो भिडियोको यो पार्टको ई नम्बर क्वेसन्स ई नम्बर क्वेसनलाई पनि हामीले यसरी नै गर्नुपर्ने हुन्छ यहाँनिर हेरौँ ई नम्बरलाई पहिला सपोज गर्ने लेट pn गिवन स्टेटमेन्ट जस्ताको तस्तै लेखिदिने यही कुरा सार्ने हो ल यसरी सपोज गर्यो सपोज गरिसकेपछि पुट n = 1 गर्ने र LHS र RHS चाहिँ ट्रु हुन्छ भनेर देखाएर p1 इज ट्रु देखाउने देन अब हामीले के गर्छौँ LHS मा p1 = 1 * 2 पहिलो टर्म चाहिँ 1 * 2 छ 2 1 जा 2 आयो अब RHS मा जाउँ त RHS मा pn भनेको कति छ त भन्दा n + 1 n + 2/3 छ 1 ल राखौँ त n को ठाउँमा 1 1 + 1 1 + 2/3 1 * 2 * 3 * 3 कति आयो 2 नै आयो therefore यहाँबाट LHS = RHS आएको कारणले गर्दाखेरि p1 इज ट्रु भन्ने कुरा क्लियर भयो अब हामी सपोज गर्छौँ लेट pk सच द्याट त्यही स्टेटमेन्ट जस्ताको तस्तै कपी गरिदिन्छौँ है त यो चाहिँ ट्रु छ भनेर सपोज गर्ने र सो गर्नुपर्ने हुन्छ pk + 1 इज अल्सो ट्रु भनेर यो मैले जस्ताको तस्तै लिएँ इज ट्रु भनेर भनिदिन्छु इज ट्रु ट्रु फर अल के को निमित्त हरेक नेचुरल नम्बर n को लागि then we have to show that के सो गर्नुपर्ने छ त भन्दा pk + 1 इज अल्सो ट्रु भनिसकेपछि मलाई यसको सहायताले k + 1 पनि ट्रु हुन्छ भनेर गर्नुपर्ने हुन्छ र त्यहाँभन्दा पहिला हेरी यहाँ मैले के राखिसकेपछि त हेरी यहाँ पनि के राख्नुपर्छ होला यता पनि के राख्नुपर्छ होला त्यो कुरा चाहिँ भुल्नु हुँदैन त्यही भएर n को ठाउँमा सबैमा के राख्नुपर्छ चेन्ज गरौँ है त यहाँ चाहिँ k यहाँ पनि k + 1 यहाँ पनि k + 2 र अरु सबै ठाउँमा जेनरल टर्म पनि दिन्थ्यो तर हेर यहाँनिर जेनरल टर्म नदिएको कारणले अप टु n टर्म्समा मात्र दिएको त्यही भएर यो n टर्म्सलाई मैले फाल्दिन्छु र यसको जेनरल टर्म्स चाहिँ निकाल्छु हेरौँ त पहिलो टर्म्स के छ 1 2 3 हुँदै गएको छ 1 2 3 हुँदै कहाँसम्म पुग्ला त यस्तै गरेर n टर्म्ससम्म पुग्ला त्यही भएर प्लस n लेखेँ दोस्रो टर्म कहाँ छ 2
3 4 हुँदै यसरी गएको छ। एक स्टेप अगाडि गएको छ भने n+1 भन्न पाइयो। बुझ्नेलाई त्यसरी गर्ने n+1। अब जसलाई बुझ्नलाई एकदमै गाह्रो लाग्छ त्यसले चाहिँ यो जेनरल टर्मको फर्मुला लगाउने, Tn = a + n - 1 * d को फर्मुला लगाउने। a को ठाउँमा कति 2 + n - 1 * d को ठाउँमा 3 - 2 भनेको 1 आयो। 2 + n - 1 यो भनेको कति भयो त n+1 भयो, जुन कुरा हामीले पहिल्यै भनेर युज गरिसकेका छौँ। अब हाम्रो टास्क चाहिँ के गर्न बाँकी छ भन्दा अब बाँकी भएको टास्क चाहिँ यति हो। यदि यहाँ के हुँदाखेरि यहाँ पनि अब n+1 लेखियो मैले। अब यसलाई k+1 गराउँदा बेटर हुन्छ। यहाँ के हुँदाखेरि k+1 यतापट्टि छ, यहाँनिर के हुँदा यहाँ पनि k+1 यहाँ पनि k+2 यस्तो छ भने अब यसको ठाउँमा a भइदिएको भए यहाँ पनि a, यहाँ पनि a, यहाँ पनि a, यहाँ पनि a र यहाँ पनि a हुन्थ्यो, अरू कन्स्टेन्ट चाहिँ सेम हुन्थ्यो। अब मैले यसको ठाउँमा के राख्नुपर्ने छ त pk+1 राख्नुपर्ने छ। यो k+1 राख्यो भने त यहाँ पनि k+1 k+1+1 k+1 यहाँ k+1 यहाँ k+1 + 2 यस्तो हुनु पर्यो। त्यसको निमित्त यो कुराको मैले हेल्प लिइहाल्छु। यो त जस्ताको तस्तै सार्नु परिहाल्यो। यहाँ यो चाहिँ युज गरिहाल्छु। यो युज गरिसकेपछि यतापट्टि थोरै स्पेस छोडिदिन्छु र यहाँ यसलाई पनि यतापट्टि तन्काएर यहाँ केही कुरा थप्छु। k+1 त ल्याउनु पर्यो भनिसकेपछि मैले थप्ने कुरा भनेको यसलाई हेरेर हुन्छ सधैँ। k को ठाउँमा k+1, यो k को ठाउँमा पनि k+1 र बाहिरको आफ्नो 1 चाहिँ छँदैछ, यति थपिन्छ दुईतर्फै। के थपेको रहेछ दुईतर्फै, अगाडि k+1 त्यसपछि k+1+1 भनेको k+2 थपिएको रहेछ। यो कुरालाई यसरी लेखौँ। यस पछाडि दुईटैमा k+1 र k+2 कमन आउँदो रहेछ। आरएचएसको पार्ट मात्र लिइरहेको छु। अगाडि k/3 बाँकी र पछाडि 1 मात्र बाँकी। अब यसलाई मिलाएर लेख्यो भने k+1 k+2 k+3 एलसिएम चाहिँ 3 आएको छ। प्रुफ गर्नुपर्ने कुरा आइसकेको रहेछ। अब k को ठाउँमा k+1 हुनु पर्यो, त्यति कुरा हो। k+1 ट्याक्कै छ यहाँ। अब यसमा पनि गर्दैनौँ k+1 + 1 ट्याक्कै मिल्न पर्यो। k+3 को ठाउँमा पनि k+1 + 2 गर्न मिल्यो। हामीले जे खोजेका छौँ त्यो ट्याक्कै पायो। n हुँदाखेरि यहाँ n+1 यहाँ n+2 हुन्थ्यो। अहिले n को ठाउँमा त के रहेछ k+1 रहेछ भनिसकेपछि त यहाँ k+1 यहाँ पनि k+1 यहाँ पनि k+1 1 हुनु पर्यो। ब्यालेन्स पनि मिलिरहेछ फेरि। सो हामीले अब जस्ताको तस्तै यसलाई कपी गरेर राख्न सक्छौँ। यसलाई कपी गरौँ, यहाँनिर राखिदिउँ र यसलाई अलिकति सानो बनाइदिउँ त। यसलाई मैले जस्ताको तस्तै राखेँ र यतापट्टिको पार्टलाई पनि अलि सानो बनायो भने सबै कुरा अट्ने भयो राख्नलाई। यसलाई यस्तै राखिदिउँ। ल यसको नाम के भयो त pk+1 भयो है। अब यसलाई चाहिँ मैले हटाइदिए भयो बरु, यो चाहिँ चाहिएन, डट भित्रै छ। चाहेको कुरा मात्र लेखिदिउँ, अरू छोडिदिउँ। ओके, अब कन्क्लुजन लेख्ने पार्ट मात्र बाँकी हो, अरू केही पनि छैन। कन्क्लुजनमा छ दिस सोज द्याट, हरेक पटक यही लेख्छौँ। क्लियरली यो पनि प्रुफ भएको छ है। यसमा चाहिँ अहिले हामीले ट्रिक के लगायौँ भन्दा जेनरल टर्म दिएको रहेछ, जेनरल टर्म निकाल्यौँ। ओके, हामीले अहिलेसम्म यतिवटा भिडियो यो ABCD यो CD र यी तीनवटा गऱ्यौँ। अब अर्को भिडियो